म कसम खान्छु यो त अवैध हुनुपर्छ जस्तो लाग्छ। यति स्मार्ट छ। 1. आफ्नो फोनको पछाडिको भागमा रेजर ब्लेड राख्नुहोस्, त्यसलाई फोन कभरले छोप्नुहोस्। यसले तपाईको वाइफाई सिग्नल बढाउँछ। 2. चम्चाको ह्यान्डल भाँचियो भने त्यसलाई प्लास्टिक श्रिङ्क र्यापले बेर्नुहोस्। त्यसमा 200 डिग्री तातो पानी हाल्नुहोस्। जब यो खुम्चिन्छ, मर्मत पूरा हुन्छ। 3. केबल फुटेर छर्किरहेको छ भने यसको टुप्पोमा पहेँलो जिप टाई बेर्नुहोस्। त्यसलाई घडीको सुईको विपरीत दिशामा तलसम्म घुमाउनुहोस्। समस्या समाधान हुन्छ। 4. एउटा किलमा केही टेप टास्नुहोस्। आफ्नो ड्रिल करिब 30 पटक घुमाउनुहोस्। अब तपाईँ साँघुरा ठाउँमा पनि सजिलै टेप बेर्न सक्नुहुन्छ। छिटो र सजिलो। 5. प्लास्टिकको बोतलको मुखलाई काटेर झिङ्गा जस्तो बनाउनुहोस्। वरिपरि तातो गोन्द लगाउनुहोस्। त्यसलाई लामो डन्डीमा जडान गर्नुहोस्। अब तपाईँ सिडी बिना नै बल्ब खोल्न सक्नुहुन्छ। 6. पाइपमा एउटा वाशर हाल्नुहोस्। पाइप रिन्च प्रयोग गरेर त्यसलाई थिच्दै तल ठोक्नुहोस्। त्यो पाइप जडान निकै मजबुत हुन्छ। 7. एउटा किललाई पिटेर च्याप्टो बनाउनुहोस्। त्यसपछि 90 डिग्री कोणमा मोड्नुहोस्। यसले जिप टाई छिटो निकाल्न धेरै उपयोगी हुन्छ। 8. बाहिर निस्कनु अघि आफ्नो सुटकेसको पाङ्ग्रामा रातो टेप टास्नुहोस्। घर फर्किएपछि सजिलै निकाल्न सकिन्छ, सफा गर्नु पर्दैन। 9. एउटा A4 कागजलाई मोडेर पकेट बनाउनुहोस्। माथि टेप लगाउनुहोस्। ड्रिल गर्नु अघि भित्तामा टास्नुहोस्। यसले सबै धुलो समात्छ, सफा र फोहोर रहित हुन्छ।